हेलो नमस्कार हजुरहरू सबैजनालाई मेरो नयाँ ब्लग नयाँ भिडियोमा स्वागत छ। धेरै दिनपछि मेरो यो न्यू ब्लग लिएर आएको छु नयाँ भिडियो। अनि कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गर्नुहोला। र अनि के छ खबर सम्पूर्णलाई धेरै धेरै सम्मान अनि माया छ मेरो तर्फबाट। म केही समय भयो युट्युबमा भिडियो नहालेको, आज धेरै दिनको अन्तरालपछि यो भिडियो लिएर आएको छु। के छ हजुरहरूको खबर? मेरो युट्युबमा सब्सक्राइब धेरैजनाले गरिदिनु होला, माया गरिदिनु होला है। र आज चाहिँ त्यति धेरै विशेष त केही थिएन, यसो भिडियो बनाउनु मन लागेर। अनि बाहिरको मौसम चाहिँ यस्तो छ के अरे पानी पर्ला पर्ला जस्तो भइरहेछ। अनि म चाहिँ खाना खाने तयारीमा छु। आज चाहिँ मेरो खाना के छ भनेर तपाईँहरूले म देखाउँछु है। तपाईँहरू पनि मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। मैले चाहिँ आज खानामा के खान्छु भनेर देखाउँछु म तपाईँहरूलाई। अब चाहिँ म खाँदैछु यहाँनिर, तपाईँहरू देख्नुहुन्छ होइन, दुध छ अनि फर्सीको मुन्टा, यो फर्सीको मुन्टा अनि मुन्टा छ अनि ढिँडो छ। म चाहिँ खान्छु अब। अनि यहाँनिर फेरि मोबाइल राख्ने ठाउँ मिलेन के राम्रोसँग। वाउ, यसै गरेर साथीहरू खाना खान लागेको बेला चिठी आइपुग्यो मेरो। चिठी आएको, यो चिठी चाहिँ के को भन्दाखेरि घर भाडाको चिठी। अब महिना लाग्न लाग्यो, भाडा तिर्ने बेला भयो होइन। खाना त पर्यो के अरे, यसरी खान्छु म। आफूले पकाएको कस्तो हुन्छ। मिठो छ तर ढिँडो खाने बानी नभएर खासै आँखा त लाग्दैन। स्वास्थ्यको लागि खानुपर्छ भनेर खाएको। साथीहरू खाना पनि खाइसक्यो होइन। अब चाहिँ मेरो भिडियो चाहिँ रेगुलर आउँछ युट्युबमा, सबैजनाले हेरिदिनु होला। अनि सबैजनाले सब्सक्राइब, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। र आजको भिडियो चाहिँ सायद मेरो यति नै हो। मलाई खासै बोल्न पनि आउँदैन भनेर म त पहिल्यैदेखि भिडियोमा भनिरहन्छु होइन। अनि पहिलेको भिडियोहरू चाहिँ धेरै मन पराउनु भएको थियो, हजुरले धेरै लाइक गर्नुभएको थियो। पहिले जसरी माया गर्नुभएको थियो त्यसरी माया गरिदिनु होला मेरो भिडियोलाई। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद छ। फेरि अर्को भिडियोमा आउँछु म भन्दै सबैले बाई बाई।